यो दुःखद घटनाका पछाडि के हो स्थिति, कसको हात छ भन्ने कुरा सभामुख महोदय दिनको घाम जत्तिकै छर्लङ्ग छ। प्रत्यक्ष कमान्ड कथित जनकमान्डर दुर्गा परसाईले गरेका छन्, तर हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्व राजा ज्ञानेन्द्र शाह छन्। उनको उक्साहटमा उनले पटक पटक गरेका आह्वानमा अपिलमा युवाहरू त्यसमा समाहित भएका छन्। त्यसकारण म सरकारसँग सभामुख मार्फत के माग गर्न चाहन्छु भने अहिलेको व्यवस्थामा राजतन्त्र व्यवस्था यो होइन। त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन, कानुनभन्दा माथि कोही छैन। तसर्थ सम्मान्य सभामुख महोदय, चाहे राजा ज्ञानेन्द्र शाह हुन् पूर्व राजा, चाहे ती अहिले सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा परसाई हुन्, तिनीहरू सबैलाई तुरुन्त कानुनी कारबाहीमा सरकारले लिएर आओस् र कानुन बमोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो दलको तर्फबाट माग गर्न चाहन्छौँ। सम्मान्य सभामुख महोदय, यो व्यवस्थामा जसरी हामी अगाडि बढिरहेका छौँ हो, केही मान्छेहरूलाई जो सामन्तवादमा बसिरहेका छन् ती मान्छेहरूलाई स्वाभाविक ढङ्गले उत्पीडित समुदायका मान्छेहरू, दलित उत्पीडित समुदायका महिलाहरू राज्यको मूल प्रवाहमा आएको कुरा पटक्कै मन परेको छैन, यो हामीले बुझिरहेका छौँ। त्यसकारण पनि के हो त भन्दाखेरि यो व्यवस्थाको रक्षाका निम्ति, यो व्यवस्थालाई अगाडि बढाउनको निम्ति, यो व्यवस्थाको सुदृढीकरणको निम्ति, यो लोकतन्त्रको सर्भिसिङको निम्ति हामी निरन्तर आवाज उठाउँछौँ र खबरदारी गरिरहन्छौँ। सभामुख महोदय, सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी निरङ्कुश राजतन्त्रका विरुद्धमा लडेर ल्याएका हौँ। यो लडेर ल्याउने व्यवस्थामा हामी सबैको अपनत्व छ। हामी 62-63 आन्दोलन जो 10 वर्षको जनयुद्धको जगमा भएको थियो, त्यो आन्दोलनमा बगेको हजारौँ जनताको रगतको प्रतिफल स्वरूप यो गणतन्त्र प्राप्त भएको हो। हामी तुलना गर्न सक्छौँ राजतन्त्रको बेला, गणतन्त्र प्राप्ति पछि र गणतन्त्रभन्दा अगाडि हाम्रो देशको पूर्वाधार विकासको अवस्था के थियो, हाम्रो देशको मानव विकासको अवस्था के थियो, समाजका उत्पीडित वर्ग समुदायको उपस्थिति राज्यमा कहाँ थियो, कुन अवस्थामा थियो भन्ने कुरा पनि हामीले पटक पटक संसदमा बोल्दाखेरिमा हाम्रो प्रतिपक्ष दलको नेताले र हाम्रा सम्पूर्ण सांसदहरूले बोल्ने बेलामा यो तथ्य हामीले सार्वजनिक गरेकै छौँ। त्यसकारण हामी के भन्न चाहन्छौँ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र जुन व्यवस्था हामीमा छ, अहिले हामी छौँ, यो व्यवस्थाको विकल्प राजतन्त्र होइन, त्यो पश्चगमन हो। पश्चगमनका पक्षमा हामी कहिले पनि छैनौँ, हुने छैनौँ। त्यसकारण सम्मान्य सभामुख महोदय, म आग्रह गर्न चाहन्छु, यहाँ अघि केही पूर्ववक्ता मान्यज्यूहरूले भन्नुभयो जस्तै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा छौँ भन्दैमा के हामीलाई सबै गर्ने छुट छ? छैन। हामीले सङ्घीय गणतन्त्र लोकतन्त्रमा हामीले सुशासन कायम गर्न सक्नुपर्छ, हामीले जनतालाई सेवा दिन सक्नुपर्छ, बदलिएको परिवेश अनुसार जनताको अवस्था बदल्न सक्नुपर्छ। त्यो अवस्था बदल्ने एक मात्रै शर्त भने के हो भने सुशासन हो, त्यो कायम गर्न सकिएको छैन। त्यसकारण सुशासनका पक्षमा सरकारलाई हामीले निरन्तर खबरदारी गरिरहेका छौँ। र अहिले जसरी यो घटना तिनकुनेको घटना घट्यो, तिनकुने घटनामा सरकारको एउटा राम्रो संस्था आगजनी भएको छ, व्यक्तिका निजी घरहरू जलाइएका छन्, दुई-दुईजना व्यक्तिहरूको हत्या भएको छ। म यस अवसरमा यस सन्दर्भमा म दुवैजना होनहार युवाहरूलाई शहीद घोषणाको माग गर्न चाहन्छु र ती घाइतेहरूको पनि निःशुल्क उपचारको पनि माग गर्न चाहन्छु। र यो दुःखद घटनाका पछाडि के हो स्थिति, कसको हात छ भन्ने कुरा सभामुख महोदय दिनको घाम जत्तिकै छर्लङ्ग छ। प्रत्यक्ष कमान्ड कथित जनकमान्डर दुर्गा परसाईले गरेका छन्, तर हामी सबैले के बुझेका छौँ भने यसको पर्दा पछाडि पूर्व राजा ज्ञानेन्द्र शाह छन्। उनको उक्साहटमा उनले पटक पटक गरेका आह्वानमा अपिलमा युवाहरू त्यसमा समाहित भएका छन्। त्यसकारण म सरकारसँग सभामुख मार्फत के माग गर्न चाहन्छु भने अहिलेको व्यवस्थामा राजतन्त्र व्यवस्था यो होइन। त्यसकारण अहिले संविधानभन्दा माथि कोही छैन, कानुनभन्दा माथि कोही छैन। तसर्थ सम्मान्य सभामुख महोदय, चाहे राजा ज्ञानेन्द्र शाह हुन् पूर्व राजा, चाहे ती अहिले सामाजिक सञ्जालमा सक्रिय तर लुकेर बसेका दुर्गा परसाई हुन्, तिनीहरू सबैलाई तुरुन्त कानुनी कारबाहीमा सरकारले लिएर आओस् र कानुन बमोजिम कारबाही गरोस् भन्ने कुरा हामी हाम्रो दलको तर्फबाट माग गर्न चाहन्छौँ। सम्मान्य सभामुख महोदय, यो व्यवस्थामा जसरी हामी अगाडि बढिरहेका छौँ हो, केही मान्छेहरूलाई जो सामन्तवादमा बसिरहेका छन् ती मान्छेहरूलाई स्वाभाविक ढङ्गले उत्पीडित समुदायका मान्छेहरू, दलित उत्पीडित समुदायका महिलाहरू राज्यको मूल प्रवाहमा आएको कुरा पटक्कै मन परेको छैन, यो हामीले बुझिरहेका छौँ। त्यसकारण पनि के हो त भन्दाखेरि यो व्यवस्थाको रक्षाका निम्ति, यो व्यवस्थालाई अगाडि बढाउनको निम्ति, यो व्यवस्थाको सुदृढीकरणको निम्ति, यो लोकतन्त्रको सर्भिसिङको निम्ति हामी निरन्तर आवाज उठाउँछौँ र खबरदारी गरिरहन्छौँ। सभामुख महोदय,
र सभामुख महोदय, हामीलाई के पनि थाहा छ भने हाम्रो प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्षहरू हामी निरन्तर गत चैत्र 13 गतेदेखि हामी संसद अवरोधको कार्यक्रममा हामी सहभागी भइरहेका थियौँ। तर आज पक्कै पनि हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले जे जवाफ दिनुभयो, जवाफ चित्त बुझ्दो छैन सभामुख महोदय। हामीले विद्युत प्राधिकरणको विषयमा जो एउटा मुनाफामा गएको विद्युत प्राधिकरण छ, जसका प्रबन्ध निर्देशकले विद्युत प्राधिकरणलाई मुनाफामा लगे, अहिले पनि हामीले सुन्यौँ 94%, 99% बिजुली बत्ती मान्छेको घर घरमा पुर्याउने काम भएको छ र त्यसै गरेर देशलाई एउटा निरन्तर घाटामा गइरहेको विद्युत प्राधिकरणलाई मुनाफामा लैजाने काम गरेको छ। त्यो कामलाई बिना कुनै तथ्यमा आधारित भएर अहिले एउटा कर्मचारी हटाएको, अर्को कर्मचारी नियुक्त गरेको भन्ने सामान्य र जनरल भाषामा जसरी प्रधानमन्त्री बोल्नुभयो त्यो वास्तवमा उपयुक्त छैन, त्यो खेदजनक छ। म यो कुरा दर्ज गर्न चाहन्छु। तर सभामुख महोदय, अहिले यो विषय सम्मानित अदालतमा गएको छ, त्यो हामीलाई पनि थाहा छ र हामीले अदालतमा नजाँदैदेखि प्रधानमन्त्रीज्यू आउनु पर्यो, उत्तर दिनु पर्यो र यो विषयमा उहाँको के हो धारणा सरकारको, हामीलाई चित्तबुझ उत्तर चाहियो। हामी निरन्तर माग गऱ्यौँ, तर सत्ता पक्षले सुनेन, प्रधानमन्त्रीज्यूले सुन्नु भएन र संसद लगातार अवरोधको दिशामा अगाडि बढ्यो र हामी अवरोध गर्न बाध्य भयौँ सभामुख महोदय। तर अहिले यसै गरी अगाडि बढ्ने हो भने सुशासनको पक्षमा उभिनुको सट्टा यस्तै खालका राम्रा देशभक्त कर्मचारीहरूको विपक्षमा गइरहने हो भने के हुन्छ भने यसले लोकतन्त्र बलियो बनाउँदैन सभामुख महोदय। लोकतन्त्रलाई थप कमजोर बनाउँछ, व्यवस्थालाई थप कमजोर बनाउँछ, संविधानलाई थप कमजोर बनाउँछ। त्यसकारण संविधानलाई बलियो बनाउन, व्यवस्थालाई बलियो बनाउन, यसलाई सुदृढ बनाउनको निम्ति यो लोकतन्त्रको सर्भिसिङ आवश्यक छ। लोकतन्त्रको सर्भिसिङ भनेको हामीले गर्ने के हो त भने सरकारले गर्ने सुशासनका कामहरू हो। सरकारमा बसेर सरकार सञ्चालन गर्ने बेलामा भ्रष्ट बिचौलियाको पक्षमा काम नगर्ने कुराले मात्रै लोकतन्त्र बलियो बनाउन सक्छ सभामुख महोदय। यस्तो हुन सकिरहेको छैन। तसर्थ सम्मान्य सभामुख महोदय, म के भन्न चाहन्छु भने अहिले सरकारले जुन ढङ्गले आफ्ना उत्तरहरू दिएको छ, आफ्ना कुराहरू राखेको छ, प्रधानमन्त्रीले भन्दै हुनुहुन्थ्यो हामी एउटा सरकारले नियुक्त गरेको मान्छे कानुन बनाएर अर्को सरकार आउँदाखेरि परिवर्तन गरौँ भनेर भन्दै हुनुहुन्थ्यो। तर के देख्यो, व्यवहारमा के देख्यो त भन्दा कानुन बनाउने कुरा गर्दै गर्ने, काम पहिले गरिहाल्ने, अघिल्लो सरकारले नियुक्त गरेका कसैलाई बाँकी नराख्ने, तर कानुन बनाएर यो गरौँ भनेर फेरि संसदमा आएर बोल्दै गर्ने। त्यसकारण यो कहिले पनि भूत प्रभावी कानुन लागू हुँदैन। कानुन नबनाइकन यस्तो काम गर्न पाइँदैन र हाम्रो कानुनमा, हाम्रो व्यवस्थामा जे गरिएको छ, जति वर्षलाई नियुक्त गरिएको छ, यदि राम्रो काम गर्दा गर्दै कुनै पनि देशभक्त कर्मचारीको तेजोवध गर्ने, उसलाई हतोत्साही गर्ने, उसलाई निरुत्साहित गर्ने काम क्षम्य छैन सभामुख महोदय। सरकारका यस्तै गतिविधि, यस्तै क्रियाकलापले पश्चगमनको पक्षमा उभिएका, लोकतन्त्रको विरुद्धमा उभिएकाहरूलाई मलदल गरिरहेको छ भन्ने हाम्रो भनाइ हो सभामुख महोदय। यसका लागि सरकारले गम्भीरतापूर्वक ध्यान दियोस्। र फेरि पनि के भन्न चाहन्छु भने अहिले यो विषय अदालतमा गइसकेको छ र राजनीतिक परिवेश बदलिएको छ। व्यवस्थाका पक्षमा हामी दृढतापूर्वक उभिनु पर्ने छ, गणतन्त्रका पक्षमा उभिनु पर्ने छ र हामी संविधानको पक्षमा उभिनु पर्ने नयाँ परिवेश सिर्जना भएको हुनाले हामी निरन्तर अवरोधमा छैनौँ। हामीले हाम्रो अवरोध स्थगित गरेका छौँ, तर यसको मतलब यो होइन कि हामी सुशासनका पक्षमा बोल्न छोड्नेछौँ, हामी सरकारले गरेका गलत कामका विरुद्धमा बोल्न छोड्नेछौँ, सरकारलाई खबरदारी गर्ने छैनौँ, हामी यसो भनिरहेका छैनौँ। यो काम हामी निरन्तर गर्नेछौँ र सरकार र लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा के गर्दा बलियो हुन्छ त्यो काम गर्न आग्रह गर्न चाहन्छौँ र त्यसका निम्ति सदा सर्वदा हाम्रो साथ रहनेछ। तर सरकारले आफ्नो सङ्ख्याका आधारमा, आफ्नो एउटा बल मिच्याइको आधारमा जसरी संसदलाई पनि बल मिच्याइ गरिरहेको छ, यो काम गर्ने कुरामा कदापि हाम्रो साथ रहने छैन भन्ने कुरा सम्मान्य सभामुख मार्फत राख्दै फेरि पनि जुनसुकै तहका हुन्, जुनसुकै पदका हुन्, जहाँसुकै बसेका हुन्, तिनकुने घटनाका दोषीहरू सबैलाई कानुनी कारबाहीको दायरामा ल्याओस् र व्यवस्थाको रक्षाका निम्ति सुशासनको कदममा सरकारले अगाडि बढोस् भन्ने भनाइहरू राख्दै मेरा भनाइ टुङ्ग्याउँछु। धन्यवाद सभामुख महोदय।